हेलो एन्ड नमस्ते। तपाईलाई जनताको आवाजमा स्वागत छ। चर्चा परिचर्चा संसारभरि नै अहिले बालेन शाहको चर्चा परिचर्चा भइरहेछ। लुसिफर भन्नेहरू याद राख, अब तिमीहरूले सम्माननीय प्रधानमन्त्री बालेन शाह भनेर सम्बोधन गर्दा हुन्छ। र हिस्टोरीको कुरा आयो, यही सँगसँगै मैले बालेन शाहको एउटा पहिला जमानामा एउटा ऱ्याप भाइरल ऱ्याप अहिले भाइरल छ, त्यो ऱ्यापको थोरै दुई लाइन मैले भन्न चाहेँ। हिस्टोरी भनेको फेरि नि चिज हो भाइ, बालेन शाह अहिलेसम्म आएको थिएन भनेर बालेन शाहको यो ऱ्याप पनि धेरै भाइरल भएको थियो। र तपाईहरू कन्फ्युज हुनुभएको छ होला, बालेन शाह प्रधानमन्त्री बन्ला कि नबन्ला भनेर। कन्फ्युज नहुनुहोस्। अस्ति भर्खर राजसभाको एकजना प्रतिनिधिले खोइ बालेन शाह प्रधानमन्त्री हुन्छ कि हुँदैन भनेर पत्रकारले प्रश्न गर्दाखेरि थाहा छैन जस्तो अभिव्यक्ति दिनुभएको छ। यस्तो कुरामा कन्फ्युज नहुनुहोस् तपाईहरू, यस्तो कुरामा कन्फ्युज नहुनुहोस्। बालेन शाह र राजसभाका सभापति रवि लामिछाने बीच भएको सहमति, 7 बुँदे सहमति यो हेर्नुहोस्, त्यसपछि तपाईलाई कन्फर्म हुन्छ र ढुक्क हुन्छ। नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै जनताको माया र मत ल्याई विजयी हुने बालेन शाह प्रति मेरो एकदम धेरै सम्मान। र अब हुनेवाला प्रधानमन्त्री हाम्रो देशको एउटा मात्रै कोही हुन्छ भने 5 वर्षको लागि त्यो बालेन शाह हुन्छ। भन्दै मेरो 2 शब्द यहाँ टुङ्गाउँछु। धन्यवाद।